शरीरको गुप्ताङ्ग अङ्ग दुईटै भाँचिएका रगतले त्यो लतपतेको त्यो शरीर। जङ्गलबाट बाबाले मेरो नानीको यति नै अन्तिम चिन्ह रहेछ भन्दै त्यो फर्किँदै गरेको त्यो दृश्य देखेर नि मन नै भक्कानिएर आउँछ क्या। बोल्न नसक्ने र पैसा नहुनेको आवाज दब्नु सक्ला, तर हत्यारालाई चाहिँ कडाभन्दा कडा सजाय चाहिँ हुनु नै पर्छ। तर के यो पोसिबल छ र? छैन। जति नै आवाज उठाए पनि, जनताले जति नै रोए पनि, चिच्चाए पनि, अपराधीले सजाय कहिले पाएकै छैन आजसम्म नेपालमा। योभन्दा अगाडि पनि धेरै नै रेपिस्ट भइसकेको छ, तर छैन। आज त्यो हत्याराहरू 4 जना सुधार केन्द्रमा लगेर मस्त बसिरहेको छ, तिनीहरूलाई प्रोटेक्ट गरिरहेको छ सरकारले। यस्तो छ कि हाम्रो नेपालको सरकार। भोलि त्यस्तै इनिसा बिक्को जस्तो कतिवटा जन्मेला भोलि पनि त्यही हो। रेप हुन्छ, सुधार केन्द्रमा राख्ने या फेरि केही गर्ने, ठुलो मान्छे कोही हुन्छ, उनीहरूको रिलेटिभ्सहरू आफ्नो उनीहरूले प्रोटेक्ट गरिहाल्छ। लास्टमा त्यही हो, पीडितको परिवार रुँदै बस्ने, चिच्याउँदै बस्ने। भोलि कसलाई पर्छ त्यो थाहा छैन। कसरी हामीले प्रोटेक्ट गर्ने आफ्नो नानीहरूलाई, यो भनिदिनु पर्यो सरकार। कसरी प्रोटेक्ट गर्ने हामीले? बिहान स्कुल पठायो भने बेलुकासम्म फर्केर आउँछ कि आउँदैन भन्ने थाहा हुँदैन। अहिले त्यस्तो सिचुएसन भएको छ, किनभने हत्यारालाई सजा पाएकै छैन। उनीहरूलाई त अझै पनि प्रोत्साहित दिइरहेको छौँ हामीले। जति नै उनीहरूले गल्ती गरे पनि, जे गरे पनि, पाप गरे पनि उनीहरूले सजाय पाउँदैन। सजाय हामीले पाउँदैन भन्ने उनीहरूलाई भइसकेको छ के। खोइ त हाम्रो कानुन, खोइ हाम्रो नत्र फाँसीको सजाय नै छ नेपालमा त, होइन? त्यो 4 जनालाई चाहिँ फाँसीको सजाय भन्दा पनि अझै कडाभन्दा कडा सजाय हुनुपर्छ, जुन कन्डिसन छ नि इनिसा बिक्क नानीको। यहाँ तक कि मृत अवस्थामा पनि उसको गुप्ताङ्गबाट चाहिँ ब्लिडिङ भइरहेको थियो अरे। यस्तो दर्दनाक घटना भएको छ। त्यतिको गर्दा पनि उनीहरू नाबालिग थियो अरे। नाबालिगले पनि त्यस्तो गर्छ? नाबालिगको फोटोहरू हेर्नुहोस् त यहाँनिर। यिनीहरूको अनुहार हेरेर लाग्छ कि यिनीहरू नाबालिग हो भनेर। जस्टिस फर इनिसा बिक्क, द्याट्स इट। न्याय चाहियो इनिसा बिक्कलाई, न्याय दिनु नै पर्छ। सबैजना जनता मिलेर आवाज उठाउनु नै पर्छ। यो आवाज दब्न दिनु हुँदैन।